निर्वाचन, नेपाल प्रहरीको सङ्गठन र सशस्त्र नेपाल सशस्त्र प्रहरी बल नेपालको सङ्गठन यी गृह मन्त्रालय अन्तर्गतका विभाग र सङ्गठनहरू हुन् भने 77वटै जिल्ला प्रशासन कार्यालयहरू छन्। सहसचिव तीर्थराज भट्टराई माथि उल्लेखित गरिएका राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा, कसुरजन्य व्यवस्थापन विभागमा महानिर्देशक भएर काम गरिसक्नु भएको थियो म आउनुभन्दा पहिला नै। र म आउनुभन्दा पहिला नै मोरङ, महोत्तरी, गोर्खा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पनि उहाँले काम गरिसक्नु भएको थियो। यसपूर्व काम गरिसक्नु भएको मैले यहाँहरूलाई जानकारी गराइसकेँ महत्त्वपूर्ण विभागहरू। त्यसकारण अहिले जुन मानौँ कि मैले नै उहाँलाई कुनै अर्को ठाउँबाट लिएर त्यो ठाउँमा खटाएको भनेको होइन। उहाँ 2077 साल 3 महिना 19 गतेदेखि गृह मन्त्रालयमा काम गरिरहनु भएको छ। उहाँ सबैभन्दा पहिला 77 सालमा जिल्ला प्रशासन कार्यालय गोर्खामा प्रमुख जिल्ला अधिकारी भएर जानुभयो। त्यो बेला माननीय रामबहादुर थापाजी गृहमन्त्री हुनुहुँदो रहेछ। त्यसपछि उहाँ 77/11/14 गते जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जानुभयो प्रमुख जिल्ला अधिकारी भएर। त्यो बेला पनि रामबहादुर थापाजी गृहमन्त्री हुनुहुँदो रहेछ। त्यसपछि उहाँ 78 सालमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक भएर जानुभयो। त्यो बेला माननीय बालकृष्ण खाँडजी मन्त्री हुनुहुन्थ्यो। त्यसपछि 78 साल 9 महिना 12 गते उहाँ जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी भएर जानुभयो। त्यो बेला माननीय रवि लामिछानेजी गृहमन्त्री हुनुहुन्थ्यो। त्यसपछि लगत्तै उहाँ फेरि गृह मन्त्रालयमा फर्केर आउनुभयो, जुन बेला माननीय आदरणीय नेता पुष्पकमल दाहालजीले गृह मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो र माननीय नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदासम्म उहाँ गृह मन्त्रालयमै सहसचिव भएर बस्नु। त्यसपछि केही समयका लागि उहाँ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडामा सरुवा भएर जानुभएको रहेछ। सामान्य प्रशासन मन्त्रालयबाट सरुवा हुनुभयो र त्यसपछि फेरि उहाँ 2080 साल 4 महिना 80 साल साउनको 3 गते फेरि गृह मन्त्रालयमा नै सरुवा भएर आउनुभयो र उहाँ गृह मन्त्रालयमा सरुवा भएर आउँदा माननीय रवि लामिछानेजी गृहमन्त्री हुनुहुन्थ्यो।